आज चाहिँ नेपालमा सबै नातागोता आफन्तजनहरू गाउँले दाजुभाइहरू सबै देउसिरी खेल्दै होला है। भैलो देउसिरी सबै भेला भएको होला। म चाहिँ अहिले भर्खर ड्युटी बाटो निस्किएको। अहिले धेरै टाइम भइसक्यो। अहिले लगभग 11:30 रातिको। अनि परदेशीलाई त्यस्तै हो है, चाडबाड भन्नु के पनि पाइँदैन। अनि अब के गर्नु, परदेशमा काम गर्नै पर्छ। अब भने जस्तो हुँदैन, तर पनि अब दसैँ तिहार मनाउने नै विचार हुन्छ। अनि अब गएर मनाउने भन्ने कुरा हो। अनि घरमा अलरेडी सबै कुरा रेडी छ होला सायद। अनि सबैभन्दा धेरै मिस हुने चाहिँ मलाई तिहार हो। सानैदेखि बच्चादेखि मनाएको। अनि सानोमा चाहिँ के हुन्छ भने तिहार आउनु अगाडि नै अब देउसी खेल्ने चाहिँ को साथी अलरेडी नै अगाडि नै यो यति ग्रुप जाने, यसको साथी पार्टनर यो भनेर भनेको हुन्छ। अनि अगाडि नै त्यो हुन्छ नि त्यो लट्ठीहरू होइन, अगाडि नै रेडी बनाएर अगाडि नै रेडी। खुब खुसी हुन्थ्यो है। कहिले आउँछ भने पर्खिनु पर्थ्यो। अनि भोलि पर्सि अब तिहार छ भन्दा त रातभर निन्दा लाग्दैन थियो है। कहिले अब तिहार आउँछ भन्ने त्यस्तो खालको फिल पनि हुन्थ्यो एक जमानामा। अनि अब खासमा देउसिरे त भैलोको भोलिदेखि खेल्ने हो। अनि हामी के गर्थ्यौँ सानोमा, पैसा धेरै बनाउनु छ। अनि ठक्कसँगले भैलोको दिन चाहिँ गाउँतिर खेलिसक्ने। अनि बिहानैदेखि चाहिँ पारी गाउँ वारी गाउँ डुल्ने, सबै डुल्ने। अनि पैसा त्यतिखेर खुब धेरै हुन्थ्यो हाम्रो। अनि त्यही पैसाले आएर त्यो खायो है, बेग्लै मजा हुन्थ्यो त्यतिखेर। अनि आजभोलि त्यस्तो छैन, पहिले यस्तो जस्तो थियो पहिले, अहिले त्यस्तो छैन। अब अहिले धेरै चेन्ज भइसकेको छ। अनि जहाँसम्म पहिलेको चाडबाडमा जति नै हुन्थ्यो नि एकदम रमाइलो खुसी हुन्थ्यो, तर अहिले खोइ के भएको है। अहिले त्यति धेरै खुसी छैन नेपालमा पनि। अब दसैँ तिहार राम्ररी मान्न नपाएको पनि लगभग 2-3 वर्ष नै लगभग लाग्यो। अनि दसैँमा चाहिँ हामी त्यतिखेर खेल्थ्यौँ कि हामी कस्तो खेल्थ्यौँ सुरुमा चाहिँ अब यसरी खेल्थ्यौँ है हामी चाहिँ। ahai झिलिमिली झिलिमिली ahai के को झिलिमिली ahai फुलको होइन ahai ताराको झिलिमिली। अनि अगाडि चाहिँ अब राम्ररी स्वर तानेर बोल्ने होइन। अनि जब पैसा दिँदैन ढिलो ढिलो हुँदै जान्छ अनि चाहिँ अबेला भयो छिट्टो देऊ न होइन, एक किसिमको त्यस्तो खालको हुन्छ नि। अबेला भयो छिट्टो देऊ न। अनि के पो छानामाथि सिलाम पुग्नु पर्ने इलाम, यस्तो यस्तो खालको गाउँथ्यौँ क्या हामी त्यतिखेर। अनि त्यो याद आउँछ मलाई। अनि त्यही के। अनि अर्को कुरा चाहिँ एउटा कुरा चाहिँ कहिले नबिर्सिने चाहिँ के भन्थ्यो भन्दा अनि ओहे हाही हाही ए हामी कति भाइ हुन्छ नि, कति झोली हुन्छ, धेरै हुन्छ, त्यो चाहिँ नबिर्सिनु पर्ने। अनि अर्को कुरा ओ केराको थम्बा ए हामी 2 झोली अथवा 10 झोली अथवा जति झोली छ नि त्यति जम्मा भनिराख्नु पर्ने। किनभने अब जब पैसा आउँदा चाहिँ अब सबै झोलीमा आओस् भनेर कि एक ग्रुप कुनै घरमा चाहिँ एक ग्रुपमालाई यति बाँडेर लग है भन्ने हुन्थ्यो। अनि थोरै दिन्थ्यो। अनि त्यो त अब थोरै मात्रै बाँड्दा त हुँदैन थियो नि त होइन, पुग्दैन थियो। अनि त्यो मेमोरीहरू अझै याद छ क्या मलाई है। होइन त्यो यादहरू चाहिँ कहिले पनि बिर्सिँदैन। अनि अरू कुनै ठाउँमा चाहिँ है सुन्तलाहरू होइन, उखुहरूदेखि लिएर त्यो होइन
बाटोमा यसो भेट्यो चोरेर खाइहाल्यो अब दसैँ तिहारको टाइममा त है यसो चोरेर खानु पर्ने के नहुने है अनि अघि केटाले ल हानिदिउँ भोक लाग्यो है त्यो टाइममा गरिदिउँ भनेपछि ल ठिक छ नि त हानिदिउँ भन्ने हो हान्ने हो त्यो टाइममा चाहिँ बेग्लै रमाइलो थियो बालापन भनेको कहिले नहुने रहेछ बालापन जस्तो होइन चाहिँ जिन्दगीमा बालापन जस्तो खुसी चाडबाडमा खुसी है एकदम कहिले पनि नहुने रहेछ अब त उमेर पुग्दै गयो बुढेसकाल लाग्दै गयो अब त बाहिर देशमा आफ्नो देश पनि छोडेर बाहिर देश जानु परिरहेको छ गाह्रो छ एकदम गाह्रो छ त्यतिखेर नेपालमा सबै भेला भएर है तिहार मनाउँदैछन् होला यता आफू चाहिँ कामदेखि काम जानै पर्छ परदेशीको चाहिँ कहिले दसैँ तिहार आउँदैन है यो चाहिँ अब यहाँ चाहिँ काम गर्नै पर्ने हुन्छ म लगभग रुममा आइपुग्नु आँटिसकेँ अब घरमा चाहिँ आकांक्षाले टाकटुक बनाइसकेको होला अनि यहाँको रोडहरू चाहिँ यस्तो छ है तपाईँहरूले अघिदेखि हेर्दै हुनुहुन्छ होला मेरो गाउँबाट आउँदा चाहिँ यस्तो रोडहरू छ अनि लगभग हामी धेरै टाढा छैन अनि हाइवे पनि पर्दैन जस्ट स्ट्रिट रोड आयो म आउने बित्तिकै मेरो पालो ट्याक लाग्छ कि क्या यो त पुलिस पो रहेछ यार मैले त पुलिसलाई झन्डै देखेँ क्या हो यार पुलिसले मलाई लान्छ फेरि यार पुलिसलाई हानेको थियो पुलिसको गाडी चाहिँ एकदम गाडी होइन बिस्तारै होइन कति लिमिट छ त्यति कुदाउनुपर्छ अनि एकदम रुलहरू मानेर गर्नुपर्छ नत्र एक सेकेन्डमा पुलिसले त पक्रिहाल्छ ल म फाइनली पुगेँ है ठाउँ आफ्नो एरियामा पुगेँ Wow, Akanksha, what you doing, baby? के गर्दैछौ? आकांक्षाले अघि रेडी बनाइसकेको रहेछ यहाँ मलाई पर्खिरहेको थियो अनि यहाँ बनाएको रहेछ रङ्गोली बनाएको रहेछ बेबीको खुट्टा जस्तै छ त बेबीको खुट्टा जस्तै छ त खुट्टाको पैताला बेबीको राखिदिउ क्या हो कति राम्रो बनाएको तिमीले अनि यहाँ रेडी बनाएको रहेछ अब म आएर मात्रै मान्ने भनेर पर्खिरहेछ मलाई अनि यहाँ बनाएछ अगाडि अनि आयो आकांक्षाजी छोरो के खुवायो अघि खाना दुध खुवाइस यहाँ छ छोरो चाहिँ म देउसुरी खेलौँ मलाई पैसा दिन्छ अनि भाइले नि अरे भाइले नि खेला राख्छ एकचोटि छोरो माया मेरो छोरो त मलाई हेर्ने बित्तिकै मुस्किल आउँछ पुन्टुले ड्याडी आउनुभयो त पुन्टु पुन्टु चलिरहेछ ठिकै मात्रै चल्दैछ हाय कडडी पर्सिन्छ माया के भयो केटा के चाहिँ झर्छ आफै ल अब मान्नतिर लागौँ के गर्ने के बाल्ने लुगाएर त अब एकछिन न लक्ष्मी पूजा पूजेको हरियो गोबर खै गोबरै छैन दियो पनि होइन यो इलेक्ट्रिक दियो उता चाहिँ दियो छ एउटा मेन दियो त बाल्नुपर्छ अनि अरू चाहिँ इलेक्ट्रिक दियो अन्त किन यो सार्नु पर्यो
ए बल्यो त अहिले अब यता अर्को छ लाइटर पनि धन्न यस्तो छ हात पोल्दैन यहाँ चाहिँ पनि चाहिँ दियो बाल्दैछ फेरि म यता उमा टेक्छु होला नै फेरि आकाङ्क्षा पार्छौ नि तिमी फेरि मलाई तिहार हामी अहिले 12 बज्यो 12:30 बजे होला मनाउँदैछौँ छोरा पर गएर आएको छ सुतेर आछौँ छोरालाई त्यहाँ पनि भने ला 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 त्यो उभालो न खै त्यो ठ्याक्ठ्याकै छोरा कराउँदैछ डह्रो तबाट के हो भनेर उता हेरिरहेछ लाइटमा त ओइ यता मलाई झन्डै दियो होला फेरि यताबाट हेर्छु ल कस्तो देखिन्छ खै यताबाट यता हेर न त्यहाँ नजिकै आऊ त यहाँ नजिकै यस्तो हो उज्यालो आउने रहेछ त्योभन्दा नि यसमै उज्यालो आउँछ फोटो पनि हान्थ्यौँ फोटो ल अब हाम्रो यहाँ माथि पनि छ हेर्नुहुन्छ त्यो बत्ती तल मार्दै पनि आएको छ एकचोटि कस्तो यो चाहिँ कति राम्रो छ है यसलाई के भन्छ आकाङ्क्षा रङ्गोली यो चाहिँ आकाङ्क्षाको आफ्नै रङ्गोली हो आज नानी यहाँ खुट्टा कुब्छ अनि यता जान्छ है यहाँदेखि सर दियो बालिरहेछ पानीभित्र बल्ने क्यान्डल हो यो चाहिँ पानीभित्र बल्ने क्यान्डल अनि सर गयो यो चाहिँ मेन ठाउँ हो यहाँ बालिरहेछ पैसा यहाँ छ डलर पैसा अनि यस्तो देखेर माथि अनि कस्तो राम्रो देखिन्छ हेरौँ झिलिमिली छ माथि पनि छ माथिसम्म छ एकदम है कस्तो मन हर्षित भएको छ यस्तो खालको बल्दा पनि एक किसिमको चाहिँ मन हर्षित हुने रहेछ है अब तिहार जस्तो छोरा पनि टल्लपर हेरिरहेछ छोराको पहिलो तिहार हो यहाँ छोरा चाहिँ यहाँ होइन उज्यालो छैन तै पनि म हाँसिरहेछ कराउँदैछ उफ्रिँदैछ पुन्टुले कराउँदैछ डर आकाङ्क्षा पनि भिडियो बनाइरहेछ उसको चाहिँ पहिल्यैदेखिको यो सबै उसले नै सबै कुरा गरेको यो किन्ने सिन्ने मलाई त खासै याद हुँदैन अनि जति जे गर्छ उसको खुसी गर्छ अनि अब ऊ खुसी भयो भने घर पनि हाँस्छ भन्ने कुराले म के पनि भन्दिनँ छोराहरूको तल अर्कै धुनमा छ चाहिँ अब ल यति नै है यो भिडियो चाहिँ अब परदेशको तिहार यस्तै हुँदो रहेछ है